अनि अस्तिको पालि चाहिँ मैले नै अब सोचेर गरेको हुनाले फेरि भन्नु न। थ्याङ्क यू भेरी मच बुढी, थ्याङ्क यू। उहाँ चाहिँ मेरो भाउजू अनि त्यसरी हाम्रो फुपू हाम्रो यहाँनिर छिमेकी सबैजना भेला भएको छौँ। अनि पूजा खै हेर्नु त कति छ खै हेरौँ ए खाए भन्ने घुम्ने पैसा घुम्ने त्यही पनि कहाँ सिजनमा घुम्ने मेरो पैसा हेर्ने हो यहाँ गर्नु त यहाँ राख्नु ल। यहाँनिर देखेको त मान्छेहरूलाई सरी अब मैले कति भने नि बिजनेस गरौँ है। यो चाहिँ 10,000 यो चाहिँ 10 लाख 10 लाख यो 10 लाख अनि यो सबैभन्दा ठुलो 10 करोड। हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। बिहान बिहानै उहाँ आइसक्यो है मलाई भेट्नु। ल मलाई हेर्छ के हौ जहिले मलाई हेर्छ कि। हेलो हेलो गाइज, अब भनौँ न मेरो हस्बेन्ड र मेरो चाहिँ प्लान सक्सेसफुल भयो। अनि मलाई थाहा थियो क्या मेरो बुढा अब त्यस्तो हुनुहुन्न भनेर, अनि त्यही भएर बिहानदेखि फकाएको थिएँ होइन। अनि फाइनली मान्नुभयो। यहाँनिर चाहिँ एउटा गिफ्ट छ है, मेरो बुढाले थाहा छ गिफ्ट छ भनेर यहाँ भाउजूकोमा लुकाएर राखिरहेको थिएँ। अब आज घरमै हुनुहुन्छ, अब दिनु पर्यो गएर। जब ऊ चाहिँ मेरो छोरी, यहाँ भाउजूको छोरी हो, मेरो घर जाने रेलु जाउँ। आज हाम्रो घरमा पार्टी गर्नुपर्छ है ल। अनि अस्तिको पालि चाहिँ मैले नै अब सोचेर गरेको हुनाले सबै थोक अब आफ्नै सोचेको अनुसार भएको थियो। अब यसपालि चाहिँ अब यत्तिकै नै फेलाङफुलुङ नै अब भनौँ न 81 भइहाल्यो। अनि बुढा र मैले नै मिलेर यसपालि चाहिँ अब दुईजनाकै प्लानले हो। तर यो यसको बारेमा चाहिँ थाहा छैन उसलाई पनि। पहिला चाहिँ अब उसलाई केही नै थाहा छैन, उसको बर्थडे भनेर यादै थिएन अरे क्या त्यो बेला। अनि अहिले चाहिँ थाहा छ, किनभने मैले राति नै विस गरिदिइहालेँ नि, थाहा पाइहाल्छ नि। Happy birthday, uncle. Happy birthday, uncle. थ्याङ्क यू भेरी मच। त्यही भन्दैला आएको म नि आइपुगेँ। राम्रै छैन, मलाई साह्रै रिस उठेको छ यो देखेर, राम्रै छैन। मलाई सुरुमै मन पर्ने छैन यो त। म मेरो रुममा आइपुगेँ, फेरि चोक गइनँ। यहाँ सबै थोक पाइहाल्छ कि, अनि फेरि के जानु जस्तो लाग्यो। अनि त्यही भएर आजभोलि त सबै यतै नजिकै सबै सामान पाउनु थालेछ। त्यही भएर ए तपाईँ चाहिँ नहाँस्नु न, तपाईँलाई हेर्नु बित्तिकै यहाँ बोल्न आँटै आउँदैन। अनि मलाई चाहिँ अब छोरा मान्छेको चोइस थाहा थिएन, त्यही भएर यसपालि पनि मैले फेरि त्यही सेम टु सेम गिफ्ट। तर यसपालिको चाहिँ अलिकति मलाई त्यो गिफ्ट मन परेन है। पहिला चाहिँ साह्रै राम्रो भएको थियो, यसपालि चाहिँ खै खासै मलाई चित्तै बुझेन, त्यो राम्रै लागेन, राम्रै भएन चाहिँ। कस्तो खालके कस्तो निकाल्दैछ, कस्तो निकालिदियो। त्यो ओरिजिनल फोटो जुन चाहिँ हामीले दिएको थियौँ त्यो फोटो चाहिँ साह्रै राम्रो थियो। अनि फेरि जुन चाहिँ निकालिदिएको फोटो थियो त्यो फोटो चाहिँ राम्रो होइन रहेछ। बुढा हौ हेर्नु न हौ, तर त्यति साह्रो नराम्रो पनि छैन भन्थ्यो, राम्रै छ भन्छ। फेरि भन्नु न। थ्याङ्क यू भेरी मच बुढी, थ्याङ्क यू। यसपालिको त्यो बर्थडे सेलिब्रेट गर्दाखेरि खासै त्यो सायद फोटो देखेरै होला कि मलाई त्यो अलिकति अब फोटो देख्नु बित्तिकै कस्तो क्या मन नै नपरेर होला। त्यस्तो खुसी तरिकाले नि मैले बुढालाई पनि दिइनँ होइन। अनि जुन चाहिँ पहिलाको चाहिँ मलाई धेरै मन परेको थियो, पुरै प्याक गरेर होइन, पुरै सबै थोक सजाएरै दिएको थिएँ। अनि त्यो बेला त आउँदाखेरि पुरै अब
रुम पनि बन्द थियो अनि त्यो बेला अचानक क्या मेरो बर्थडे नि होइन भनेर बिर्सिरहनु भएको थियो अरे अनि त्यति बेलै चाहिँ मैले दिएको थिएँ गिफ्ट अनि तब त धेरै ह्याप्पी हुनुहुन्थ्यो अहिले पनि खुसी नै हुनुहुन्छ अरे तर त्यसरी हामीले जुन चाहिँ मलाई चाहिँ के भन्छ नि त्यो चिच्याएर रमाएर हाँसेर गर्नै आउँदैन कि त्यस्तो हुँदाखेरि अनि त्यही भएर सिम्पल दियो त अब खुसी त मनमा हुन्छ नि त अनि खुसी भयो भइहाल्यो अब नि मैले सोधेको खुसी हुनुहुन्छ भनेको खुसी नै छु भन्नुभयो अनि के भन्दा ठुलो कुरा के चाहियो र बाहिर देखाउनु पर्दैन खुसी मनमा हुन्छ नि त अनि त्यही भएर गिफ्ट अब जाऊँ अब सामान लिनु जाऊँ अब अनि पोहोरको बर्थडे भनौँ न पोहोरको चाहिँ यो हो सजाएर ल्याएको सपना यो हेर न फर्केको अब हामीले सबै सामान लिएर आइसक्यौँ अब सबै थोक तयारी गर्नुपर्ने छ एउटा काम बाँकी छ हाम्रो अब लास्ट भनेको अब त्यही मासु लिन जानु बाँकी छ अनि त्यस पछाडि त कामको काम हुन्छ अब हामी चाहिँ फाइनली यहाँ मासुको दोकानमा आइपुग्यौँ तर के अरे अलिकति टाइम लाग्ने भएछ हौ अब हामी वेट गर्छौँ अब एकछिन पर्खिने हो अनि फेरि जाने हो अब हामीले चाहिँ मासु ल्याइसक्यौँ अब घरतिर बोल्न आएन मासु लिएर हामी घर फर्केको भन्छौँ क्या आश्रय अब मासु लिएर घरतिर कुले हान्ने अब यस्तो लागि यस्तो चर्को गान छ उहाँ चाहिँ मेरो भाउजू अनि पछाडि हाम्रो फुपू हाम्रो यहाँनिर छिमेकीहरू सबैजना भेला भएको छौँ अनि हाम्रो आज यहाँनिर धेरै रमाइलो भइरहेछ अनि फाइनली आजको खाना चाहिँ होइन सबै उहाँले बनाउनु भएको अनि त्यही भएर सबैलाई मिठो लाग्यो अरे अहिले चाहिँ अलिक पल्केको छु हो अब मिठो खाना बनाउनुहुन्छ आऊ समीक्षा तिमीलाई पनि मेरो ब्लगमा वेलकम छ युट्युब च्यानल अनि मैले चाहिँ फेरि ब्लग स्टार्ट गरेको किनभने यहाँनिर आन्टीहरूले हुन्छ यो चाहिँ 10 लाख 10 करोड भन्ने बनाउनु पैसा चाहियो भने मलाई भन्नु न मलाई भन्नु चाहिँ ओप्पो फोन छ अहिले पछि चाहिँ हजुरहरूलाई हामीले आइफोनबाट खिचेर ब्लग तपाईँहरूको सामने अहिले चाहिँ म भिखारीलाई के अन्त मजा आउँदैन है पैसा कति छ पैसा खै हेरौँ त कति छ 1 2 खै हेरौँ खाए भन्ने घुम्ने पैसा घुम्ने त्यही पनि कहाँ सिजनमा घुम्ने मेरो पैसा हेर्ने हो यहाँ राख्नु ल यहाँनिर देखाइदिनु त मान्छेहरूलाई यो चाहिँ 10,000 सबैभन्दा ठुलो 10,000 यो चाहिँ 20,000 यो पनि 20,000 यो चाहिँ 10 लाख यो 10 लाख अनि यो सबैभन्दा ठुलो 10 करोड हेलो गाइस यो चाहिँ हामीले यतिकै फन्नीको लागि भिडियो बनाएको थियौँ होइन
अनि त्यही भएर रियालिटी त्यस्तो केही पनि होइन जस्ट अब भनौँ न रमाइलोको लागि गरेको थियौँ ए भाउजू मेरो पैसा यति नै थियो नि होइन तपाईँको पैसा कति थियो मेरो आएन होला नि ए अघि त्यहाँ भिडियोमा देखाएको थियो त्यही हेर्नुपर्छ मेरो कति थियो भने नि 100 रुपियाँ थियो 10 रुपियाँ थियो तपाईँको 10 रुपियाँ होइन होइन 10 रुपियाँ थियो 100 रुपियाँ थियो अनि त्यसरी 10 रुपियाँको होइन 20 रुपियाँ दुईवटा 20 रुपियाँ थियो अनि एउटा 50 रुपियाँ थियो अनि हेरी थियो खै यहाँ पऱ्यो क्या पऱ्यो नयाँ नयाँ छ त यो पनि थियो मेरो खै अब पुगेन ए यो पनि थियो यो पनि होइन होइन यो पनि थियो ए ला आयो हेर्नु 10 करोड कति आयो झन् मेरो पैसा चोरे त 100 कतिको बदलामा मैले झ्याप हाने यति 500 रुपियाँ अहिले भएको पैसा पनि यति नै गोजिरिक्तै भयो मेरो पैसा झ्याप हानु भन न मेरो पैसा त झ्याप हाल्नु छ नि ए होइन यो पनि पो थियो त ए ल ए यस्तो गऱ्यो यस्तो अब कस्तो पढ्नु अब सबैजना जाने बेला भयो पढिनँ तर लाइन पनि गयो मैले हिँडेँ अब हाम्रो छोड्नु न अघि इन्ड गरेको होइन अघि इन्ड गरेको अनि हामीले फन्नी भिडियो पनि हालेको थियौँ होइन त्यो इन्ड गरेको नहाल नि ल अब चाहिँ हाम्रो भ्लग छ के अब यही हो कहाँसम्म जानु भाउजू अनि म चाहिँ अब यसो बाटोसम्म पुऱ्याउनु गएको तर यति बेला लाइन पनि गयो यो गाइस आजको हाम्रो अङ्कलको बर्थडे पार्टी पनि सकिसकेको छ अनि हाम्रो आन्टीले भ्लग बनाउनु भएको थियो सबैजनाले हेरेर कस्तो लाग्यो भनिदिनु होला कमेन्ट पनि गरिदिनु होला मन पर्यो भने लाइक अनि सब्सक्राइब पनि गरिदिनु होला अनि सेयर पनि गरिदिनु होला है अनि आजको भिडियो चाहिँ हामी यही इन्ड गर्न चाहन्छौँ धन्यवाद।